यो लाइन चाहिँ मेरो बुढीको लागि। सुन बुढी, तिमीलाई मुटुभरिको माया अनि सम्झना है। तिमीले आफ्नो बाबामा है, दिदीबहिनी दाजुभाइ हरेक कुरा त्यागेर मलाई रोज्यौ, मसँग विवाह गर्यौ है। म एकदम खुसी छु तिमी पाउनुमा अनि तिमी मेरो हुनुमा। तर अहिले समयले गर्दा है, म तिमीदेखि टाढा छु। तिमी गाउँघरमा उकाली ओह्राली मेलापात घाँस दाउरा गर्दैछौ होइन। गाउँघरमा ग्यास चुलो हुँदैन, दाउरामा आगो बाल्नुपर्छ, घर लिपपोत गर्नुपर्छ होइन। हरेक कुराहरू तिमी हाँसी हाँसी गरिरहेका छौ। तर आफ्नो ख्याल गर्नु है। तर मलाई एकदम खुसी लाग्छ है, कहिले पनि दुःख भयो होइन भन्दैनौ कि आम्मा दुःख हुन्छ नि, किन हुँदैन गाउँघरमा है। कस्तो दुःख हुन्छ, जङ्गल जानु पर्यो, भारी बोक्नु पर्यो है, कति गाह्रो हुन्छ नि। तर तिमीले कहिले पनि गाह्रो भयो भनेर भन्दैनौ कि है। हुन त हामी मन परेको मान्छे होइन, त्यही भएर नि होला मेरो मन दुख्छ कि भनेर पनि होला तिमीले केही नभनेको होइन। तर त्यस्तो होइन है, भन्नुपर्छ है। गाह्रो भयो भने, दुःख भयो भने चाहिँ भन्नुपर्छ है। म साथमा भएको भए त हरेक कुराहरू भन्थ्यो होला होइन। तर म टाढा छु, फोनमा अलिकति उसको नि मन दुख्छ होला भनेर भन्न सक्दैनौ कि जस्तो लाग्छ। जति मसँग हरेक कुरा खोलेर बोल्न सक्छौ, भन्न सक्छौ, त्यति नै भन्न मेरो बा अनि मेरो आमासँग गाह्रो हुन्छ नि, मैले बुझेको छु है। त्यसैले हरेक कुराहरू मैले बुझिरहेको छु, मैले माया गरिरहेको छु हेर। तर अहिले दुःख छ, तिमी पनि गाउँघरमा होइन राम्रोसँग हेरविचार गर्नु। म यता राम्रोसँग आफ्नो ड्युटी गर्छु। अहिले पो दुःख छ, भोलि सुख हुनेछ है। अनि अवश्य पनि खुसी हुनेछौँ होइन। अहिले कुरा काट्नेहरूको लागि भविष्यमा राम्रो भएर देखाउनु छ है। त्यसैले धेरै सम्झेको छु, मुटुभरिको माया छ होइन। कसैको आँखा नलागोस् तिमीलाई होइन, कहिले पनि दुःख पीडा नहोस् तिमीलाई है। जे जस्तो हुन्छ गाउँमा है, जे पाक्छ त्यही खानु, जस्तो हुन्छ होइन त्यस्तै लाउनु होइन। सधैँभरि मुस्कुराउनु। अवश्य पनि खुसी एक दिन आउँछ होइन। दुःख भन्ने कुरा होइन एक दिन हो क्या होइन। अहिले पो दुःख छ हामीलाई होइन, पछि सुख कसो नआउला र। सुख आउने प्रतीक्षामा सङ्घर्ष गरिरहँ, अवश्य पनि सफल भइहाल्ला है। तिमीलाई चितिस पारीको यो बिरानो बस्तीबाट धेरै सम्झिरहेको छु, धेरै माया।